है त साथी हो। आज चाहिँ हाम्रो यो दार्जिलिङ जिल्लामा स्थित लापा भन्ने गाउँतिर घुम्न जाने प्लान भएर हामी चाहिँ घुम्न जाँदैछौँ। यहाँ चाहिँ हामी हाइड्रो पावर सुपर आम्फू खोला हाइड्रो पावर यहाँनिर बनिने हो। यहाँ पावर हाउस यहाँ बनिने हो। त्यो चाहिँ दार्जिलिङको गाउँ हो, एकदम विकट ठाउँ। यहाँदेखि चाहिँ हामी एउटा लापा भनिने दार्जिलिङमा स्थित एउटा ठाउँ छ, एकदम रमाइलो छ, त्यहाँको भ्यूहरू राम्रो छ भनेर हामी चाहिँ अहिले त्यहाँको लागि यात्रा गरिरहेका छौँ। यहाँ मेरो मित्रहरू दुईजना अगाडि हिँडिराख्नु भएको छ र म पनि उहाँहरूको पाइला पछ्याउँदै हिँडिरहेको छु। फोटे मेसिनहरू चलाउने चाहिँ त्यो एक्सकाभेटर। यता चाहिँ रोड खनेको मात्रै हो, गाडी कुद्दैन। मान्छे चाहिँ एकदम पैदल यात्रा गरेर हिँड्नुपर्छ। तपाईँको यहाँदेखि हामीले 2.5 घन्टादेखि 3 घन्टासम्म पैदल यात्रा गरेपछि बल्ल लापा भन्ने गाउँ आइपुग्छ। हेर्दै जानेछौँ, हेर्दै जाउँ। ल हेर्नुहोस्, यहाँ चाहिँ हाम्रो गाउँघरको लागि, गाउँघरमा रहने मान्छेहरूलाई खोला तर्नको लागि, सहज बनाउनको लागि झुलुङ्गे पुल। लापा लापा हजुर कति बिहानै गएको हो? हुन्छ हुन्छ। जोशी छैन नि, करण जोशी भनेको होइन, ऊ त काठमाडौँ। साथीहरूले सोध्दै हुन्छ कहाँ हिँड्नुभएको भनेर। यहाँ चाहिँ हाम्रो ब्लास्टिङ पार्टनरहरू ब्लास्टिङ हान्ने यस्तो रकहरूलाई ब्लास्ट गर्ने। यहाँ हाम्रो वर्षाको सर्भेयर सर, उहाँ अगाडि हराए जसरी कुद्ने चाहिँ फेरि हाम्रो एक्सकाभेटर अफिसर हो, गोमासु 210 क्यासेटको। दैलो साथीहरू, हाम्रो यात्रा निरन्तर जारी छ। ल हेर्नुहोस् पाहाडको बाटो कति गएर खान्छ। पाहाडदेखि गाउँ कता चाहिँ बाटो चाहिँ गएको। हाम्रो यात्रा एकदम निरन्तर अगाडि बढिरहेछ। पानी पऱ्यो भने उतार्ने ठाउँ। एउटा मेसिन यहाँ आएर बसिरहेको छ, हामीसँग काम गरेको हुँदै 220 हिउँदै 2 लाख प्रोसेसमा चाहिँ स्मार्ट गल्यो अरे खत्ता यहाँ बाटो फेरि यस्तो बनाउँछ। कस्तो छ त अनुभव लापाको यात्राको? कतिको कठिन सहज कस्तो छ? कठिन त कठिनै छ। के छ गुरु नि? हो हाम्रो सिमलीको गुरु। हाम्रो के छ त गुरु नि? लापाको यात्राको बारेमा के छ? कस्तो कठिन सहज कस्तो भइरहेछ? राम्रो छ। राम्रो छ है? ठिक छ, अहिलेसम्म राम्रो छ होइन? अब गन्तव्यमा पुग्नुन्जेलसम्म कस्तो हुन्छ स्थिति चाहिँ त्यही पुगेर हेरौँ है त। ल हेर्नुहोस् त गाइस, हामी कति माथि आइसक्यो। ठाडो कला भन्यो। ल कस्तो छ त?
पाहाडभरिको पाहाड हरियाली चाहिँ जस्तै पाइन्छ। तर यो धादिङमा पहिलो चाहिँ ज्यादै जाने रहेछ क्या, एकदम धेरै। पहिलो जहाँ चाहिँ हेऱ्यो पहिलो गएको मात्रै। यता चाहिँ तामाङ गाउँ है, तामाङ गाउँ प्रवेश गरे जस्तो छ। ध्वजाले एकदम स्वागत गरिरहेको छ। ओ यो त्यो माथि डाँडातिर चाहिँ सेर्तुङ भन्ने ठाउँ छ, त्यो डाँडादेखि पारि सेर्तुङ टिप्लिङ बढी छिमाल। यात्रा दामी छ। यो कुन जङ्गल हो, सबै रुख टर्निङ पनि रुख पारेर के हो, के रहेछ यो लकडी निकालेको काठबाट हुन्छ है। के हो यो तपाईँ कति माथि कति दिने हजुर अन्त गरे ए अन्त गरे हो यो होला डिजे अलो भन्दै हो। हा हा jauh jalan dari sana. Kan dengan kayu itu kalau kotor nanti jadi. Oh. Lapa ko yatra एकदम यादगार है। वहाँ अरू चाहिँ लाभाको बासिन्दा हो तपाईँहरू? ल कहाँसम्म हिँड्नु भयो? आँखु खोला तल ल आरामले जानुहोस्। ओहो त्यहाँ पनि गाउँ रहेछ यार। हेर्नु त त्यो कुनामा अब हिँड्नु त्यो ठाउँमा के छ त त्यो कुरा केही छैन। हिँडी जानु पर्छ। म पनि गले हो अब त सबैको माथिको चाहिँ निलो परेछ त के हो नि आज यार। म त अहिले बाहिर विचार गर्दै गरेको सबैको निलो छ। 1.5 घन्टा 1 घन्टा 45 मिनटको यात्रा पछि बल्ल यसो गाउँको यसो नमुना देखिन थाल्यो कि जस्तो छ है। साँच्चै यहाँ गीत पनि मरियो के हो सजना मरे के भन्दै घरै हो त गुरु त्यो त्यो माथि घरै हो त। ओहो गोठ मात्रै पाइएछ त के रोपेछ नि यार त्यहाँ मकै हो के हो। लु है खेतीबारी हुने ठाउँतिर आइपुग्यो अब मन धेरै खुसी भइरहेको छ। यात्रा फेरि एकचोटि छोरा पाएर चाहिँ के नाप्छौ त भनेर भन्छ नि एउटाले। हिँड्दा हिँड्दा त रोड पो भेटियो त फेरि यार अघि छोडेको बाटो। ठिक हजुर बिर्सेछु नि त गुरु मैले माइन्ड नगर्नु भेट कस्तो बिर्साएको तपाईँ हो। ओहो 1.5 घन्टा 1 घन्टा 45 मिनटको यात्रा पछि बल्ल यसो गाउँको यसो नमुना देखिन थाल्यो कि जस्तो छ है। साँच्चै यहाँ गीत पनि मरियो के हो सजना मरे के भन्दै घरै हो त गुरु त्यो माथि घरै हो त। ओहो गोठ मात्रै पाइएछ त के रोपेछ नि त्यहाँ मकै हो के हो।
जो है खेतीबारी हुने ठाउँतिर आइपुग्यो अब मन धेरै खुसी भइरहेको छ एक यात्रा फेरि फेरि खेतीबारी नमुनि छोरी कम छोरा पारेर किन नपर्छ भनेर भन्छ हिँड्दा हिँड्दा त रोड पो भेटिएको फेरि यार अघि छोडेको बाटो ठिक छ विशेष त बरु मैले माइन्डमा पनि भेटेको छु विशेष भन त्यो बाटो भेट्यो फेरि त्योदेखि मेसिन हेरिसकेको छ कुन मेसिन आएको त्यो अस्तिको त्यो ए के गर्न आएको त्यो अपरेटर त लोकलै छैन लोकल भए पनि बोइलर भए पनि हामीलाई बाल भएको छैन हामीलाई कुनै मतलब भएन ठिक उयो नेपाली जाऊ घर पनि देखियो बाबा गाउँ पनि देखियो देखि गाउँ जस्तो लाग्छ बल्ल अलिअलि मनलाई शान्ति मिलिरहेछ त्यस्तै हो आज चाहिँ हाम्रो बिदा मजदुर हो हामी त्यही भएर मजदुर दिवसको दिन बिदा हाम्रो प्रोफेसन हामी चाहिँ अपरेटर दुईजना अपरेटर उहाँ हाम्रो सर्जिया सर्जिया चल ल अब रमाइलो नगर देख्न लागि होला भन्ने शान्ति मिल्थ्यो उहाँ पारि पनि गाउँदैछ होइन अगाडि चाहिँ शीतल लाग्छ बोल्नु यति मिठो गीत छ यार त्यहाँ पारि पनि हेर्नु पऱ्यो खरेको थियो ल यस्तो रहेछ गाउँ उहाँ त ल झुल्नु चाहिँ त्यहाँदेखि पारि त्यहाँदेखि अलिक त्यहाँ चाहिँ अलिक खतरा छ है त्यो माथि पनि भर्छ त्यो बस्ने ठाउँ मात्रै भरे हो माथि त्यो माथि किन अब चाहिँ अलिक शीतल हुँदैन जाउँ मकैको खेती गरिरहेको बादलले पुरै घुम्टो उडाइदिरहेको छ फाइदै भइजान्छ यात्रा गर्दा Finally, Lapa itu Lapa village. This is Lapa village. Kau tahu tak itu Lapa itu apa? Lapa yang mana tu? Ah, tu. Kau tahu? Ya tahu tahu. Ayo kamu pergi. Ini aku tanya. Oh, yang di sini kan nampak tu. Lapa di mana? Ayo. Oh, kau tahu? Ini apa? Oh iya, bisa kita. Gila kau ya. Kita tidak lari. Baik itu. Itu baik itu. Oh. Bawa ke kita tetap. Lapa. Kamu saja. Terima kasih kalau ini sekarang jika kamu lagi jadi maka itu lagi dengan diri. Itu juga itu memang jadi like sambil ada model lagi. Kamu kali.
त्यसको तपाईँ घुम्दै हिँड्नु पर्ने अरू त पाहाडको होला त्यहाँ पनि देख्छ दिवाली त्यो माथि किन होइन जान्दा हो पानी भट्टाले तर बेला पानी भट्टामा म त गाडी पकाउनु पर्दैन नाम चाहिँ टेन्सन पचाएको हुन्थ्यो होला नि के हो यो आल्टाको बोटो के हो त्यो आलु बखाना जस्तो हाल्छै हो तर साँच्चै रहेछ फलेको छैन त्यो नानी जान चाहिँ त्यो के हो अनि के भन्यो फलेको के भन्दै सुन्नु यो त आलु बखाना हो क्या यो अझ आलु बखाना नि होइन आलु बखाना हो यो कहाँ हाल्छ अर्को हुन्छ आलु बखाना हुन्छ मधु हाल्छ मधु हाल्छ त्यहाँ माथि सस पनि छैन ढुङ्गा बनाएको छ त्यसको पछाडि होला नि त यसो पुरै गर्ने स्थान हो ठिक छ त्यहाँसम्म गएर हामी सेभ गरेर क्लिक गरिदिने दिनु पऱ्यो तर त्यसलाई हामी फाइनली लाभ आइपुगेको कति तलैदेखि खाएको गरेछ अहिले चाहिँ हामी गाउँ भिजिट गर्दैछौँ त्यो रोड हो र ए सही रहेछ त्यो डाँडामा त्यो डाँडाको लागि हामी जब गाउँको बाटो भिजिट गर्दैछौँ कालो लानु परिकेछ जानु ल टनेल छ हेलो दाइ यता यो गुम्बाहरू जाने बाटो कता हो हजुर त्यताबाट हो ए हुन्छ अनि चर्च पनि त्यतैतिर हो चर्च पनि त्यतै हो स्कुल ए हुन्छ ल हुन्छ भयङ्कर यो पसलमा आइपुगेछ के गयो नि त ढुङ्गा कस्तो मजाको होला दोकानबाट अब हामी नास्ता खान्छौँ गाउँ हेर्नु कस्तो दामी गरी बसेको पानीको बोतल बोक्नु के साह्रो जाने यहाँ त स्वास्थ्य चौकी होला यो बर्खामा पानी बग्ने यो चाहिँ भनेको यो झ्याली गाउँपालिका कार्यालय स्वास्थ्य चौकी लापा स्वास्थ्य चौकी 5 नम्बर पनि छ हाम्रो कदम निरन्तर अगाडि बढिरहेछ आज हामी चाहिँ गुम्बा चर्च अनि स्कुल मात्रै हुन्छ लास्टै ठिक छ गाउँमा छ के छ है त्यो पारेको त के हो लिचीको बोर्ड जस्तो देखेको के हो है गाउँमा पऱ्यो लिचीको बोर्ड चाहिँ हुन ठुल्ठुलो हुन्छ यहाँ हो र हेर्नुहोस् न यो लापाको अर्को बाटो यो त झन् एकदम बाटो 1300 घर अरे 1300 घर छ टोटल 1300 घर छ यति गाउँमा थोरै 1300 घर अरे कि हो यहाँ 1300 सम्बन्धी गरिन्छ कति बाटो घट्टा चल्दै छ पानी हुन्छ कति घर भन्दैछ 1300 घरमा छन् त नि 12 सम्मको स्कुल छ थोरै हो रमाइलो लाग्दैछ है त्यहाँ पर जस्तो त्यो होटल देख्नुभयो होटल हो कि त्यो के हो त्यो त पुलिस चौकी त्यहीँ हो जस्तो होइन अगाडि खानेकुराको उयोहरू छ नि त्यो बोर्डमा कति बाक्लो फुल साना साना फुलहरू घाँस पुरा हान्ने
टोकमा पाउँछ किन त्यो पनि चलिन्छ अघि अघि हिँड्छु तलतिर जाने अब यहाँदेखि कतै यता के यतै घुमाउनु फर्किँदाको बाटो बिर्सिने हो कि गुरु फर्किँदाको बाटो बिर्सिने हो कि फर्काउँदा बाटो बिर्सियो भन्छ कति भएको स्कुल कता छैन स्कुल बाटो गाडी यताबाट कि कताबाट छिटो सजिलै त हो अनि तपाईँले भनेको बाटो पढ्नु पऱ्यो भने नाम देखाउनु पऱ्यो नि अब आज स्कुलमा नाम देखाउनु हो भोलिदेखि पढ्नु आउने यहाँ त ठुलो खालको धेरै अगाडि धेरै हाल्दै पाउने हाम्रो कदमहरू पनि अगाडि बढिरहेको छ के छ ब्रो झोला गरम भएको छैन नि साह्रै बाक्लो बस्दैछ नि कालीमा र गोरीमा के खान्छ है हजुर हो कता हो के हो बाटो त बन्द छ ए उसलाई त अघि हामी मात्रै भएको अझै फर्किँदैन के भयो चाङ भरि होइन चाङ भनेको भाउजू र चाङ हो चाङ भनेको थिएँ हो चाङ भनेको भाउजू अनि त्यो एउटामा त्यो त हामीले आमालाई चाङ भन्ने लागेको मैले भनेर भन्छ एउटा छैन भने सही हो बाटो चाङ भाउजू चाहिँ हो चाङ भनेको बुहारीलाई चाहिँ के भन्छ चाङै भन्छ नि त हो त्यही भनेको तपाईँले अहिले बोलाएको चाहिँ भाउजू भन्नु सक्नु होइन पुरै यहाँ तामाङ गाउँ पुरै तामाङ गाउँ मात्रै होइन तामाङ गाउँ मात्रै अल टोटल हुन्छ चाहियो नि त चाहिएको स्कुल कति माथि हो के हो ४४ वर्ष पनि होइन कति त यता कता चर्चमा जुन चल्छ चर्च त्यसले तल्ला छोपेर बसिरहेको छ ब्याङ्क अरे ब्याङ्क छैन होला नि के भन्नु हुँदैन त्यही पनि क्युआर चाहिँ चल्छ यहाँ पक्कै पनि यतिको बाक्लो बस्तीमा 1300 घर भन्ने पऱ्यो त नि अहिले चाहिँ हामी यहाँ लापा गाउँदेखि माथि एउटा ठुलो ढुङ्गा माथि पुरुष बनाएको छ क्रिस्चियनको त्यो मस्तिर जानेछौँ त्यहाँ गएर एउटा यसो फोटोहरू खिचौँ कि भन्ने सोच्दै आएको त्यही त भयो भनेर क्या आइज ए राजु मास्टर सिंगल आइज अरे हो यस्तो चाहिँ यो गाउँ चाहिँ लापा है लापा धादिङ स्थित लापा रुबी भ्याली 5 लापा यो चाहिँ हामी ठ्याक्क यहाँ क्रस बनाएको रहेछ यहाँ माथि डाँडामा अनि त्यहाँ टपदेखि हामी चाहिँ नजारा हेरिरहेको छौँ फाइनली लापा भिजिट गर्ने कार्यक्रम हाम्रो सकिएर हामी अहिले फर्किँदैछौँ अब पानी पर्दैछ अलिअलि अघि अलिकति राम्रै पर्यो खाजा नास्ता खाइयो अब नन स्टप पावर हाउस अङ्खु खोला बोराङ
अब लापालाई बाई बाई गर्ने कार्यक्रम हुँदैछ हाम्रो। खुट्टाको पनि राम्रो खालको व्यवस्था भइरहेछ आज। अनि कस्तो लाग्यो त बोराङ सर? के अरे लापा कस्तो लाग्यो? लाफै जस्तो लाग्यो, के भन्ने अब। हो र गुरु, कस्तो लाग्यो त? रिङ्गटा लाग्यो जस्तो त लापामा। लापा भनेको एउटा राम्रो ठाउँ रहेछ कि हो, भिजिट गर्नलाई राम्रो ठाउँ है। रमाइलो ल ठिक छ ल, एकदम मलाई पनि रमाइलो लाग्यो। फाइनल्ली लापा भिजिट गरियो। आजको हाम्रो होलिडेलाई चाहिँ यसरी हामीले सदुपयोग गरेको छौँ। लापा भिजिटिङ प्रोग्राम फिनिस। अब ब्याक टु बोराङ। एक्लै त हो। अनि तपाईँको चाहिँ फेरि बेला उखान टुक्कान नहान्नु नि यार। मान्छे तर्सिने गरेको उखान टुक्का हान्नुहुन्छ हौ। पानी परेपछि कस्तो खालको तिन जस्तो कि खेतीपाती हुँदैछ त फेरि के उखान लाग्नु हो। कान्छ टट्टैमा यो बिर्सराँदै जाला जाँदैन बाचकेर पर्खलिन राम्रा। कान्छ टट्टैमा यो बिर्सराँदै जाला जाँदैन बाचकेर पर्खलिन राम्रा। बाई बाई लापा, बाई बाई। कति कार्यक्रम जारी छ। भारी यसरी बोकेर आउनुपर्छ। गाडी आउँदैन, बाटो मात्रै खनेको छ, गाह्रो छ। त्यहाँ तल नि मान्छे छ के हो है? We are on the way. कौन गाय का रही है? चौधरी। चौधरी। अब यो पानी भराउन लान्छ यही त जङ्गल हो। यहाँ तलको मात्रै डाँडा देखिरहेको छ होइन? त्यो पानी पर्यो नि त एकछिन, त्यसले गर्दा छाड्नु भएको। लापा छोडेर फेरि हामी हाम्रो पावर हाउसको एरियामा आइपुग्यौँ, अङ्खु खोला। Hey.